एन्टी एजिङको लागि के ट्रिटमेन्ट गर्ने भनेर सोचिरहनु भएको छ भने माइक्रो निडलिङ चाहिँ हजुरहरूलाई एकदमै सस्तो र राम्रो ट्रिटमेन्ट अप्सन हुन सक्छ। माइक्रो निडलिङ भनेको के हो त? यो चाहिँ सानो सानो निडलको माध्यमबाट गर्ने कोलाजेन इन्डक्सन थेरापी हो। यसमा चाहिँ सानो सानो निडलहरूको प्रयोगबाट हाम्रो स्किनमा चाहिँ वुन्ड इन्डक्सन हुन्छ, जसबाट चाहिँ घाउ सन्चो हुने खालको सेल्सहरू जस्तै कोलाजेन इलास्टिनहरू चाहिँ प्रोड्युस हुन्छ र त्यसको कारणले गरेर चाहिँ हाम्रो स्किनमा चाहिँ रिजुभिनेसन हुने, टाइटनिङ हुने, पोर्सहरू कम हुँदै जाने र स्किनमा चाहिँ एन्टी एजिङको पनि काम हुन्छ। माइक्रो निडलिङ के का निम्ति प्रयोग गर्न सकिन्छ भने डन्डीफोरको दागहरू, अन्य कुनै चोटपटक लागेका दागहरूलाई, एन्टी एजिङ हजुरको फाइन लाइन्सहरू छ, हजुरको पोर्सहरू देखिएको छ, स्किन चाहिँ लुज हुँदै गइरहेको छ भने टाइटनिङको निम्ति पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै पिगमेन्टेसन, मेलाज्मामा पनि हामीले माइक्रो निडलिङ प्रयोग गर्छौँ। माइक्रो निडलिङ भने महिनामा एकचोटि गरेर कसैलाई 3-4 चोटि गर्न जरुरी हुन्छ भने कुनै कुनै कन्डिसनमा चाहिँ हामीले 5-6 पटक गर्नुपर्छ। एन्टी एजिङको निम्ति पनि 3 महिनादेखि 6 महिनासम्म चाहिँ मेन्टेन गरिदिनु पर्ने हुन सक्छ।